जागिर किन छोड्न थाल्यौ तिमीले? तिमी त राम्रो काम गर्ने मान्छे हो। पोहोर पनि उत्कृष्ट काम गरेर पुरस्कार पाएका छौ, अहिले पनि राम्रो काम गरिरहेका छौ। हुन त हो सर, अब घरको आर्थिक अवस्था पनि अलिक कमजोर रहेछ, त्यसमाथि बुवा दमको बिरामी हुनुहुन्छ सर। अब हामी 2076 साउन 1 पछाडि जागिर खानेहरूको त पेन्सन पनि आउँदैन भन्दो रहेछ सर। त्यही भएर यो पेन्सन नआउने भएपछि जागिर खाइरहनु उचित जस्तो लागेन सर। कसले भन्यो तिमीलाई यो पेन्सन आउँदैन भनेर? जसले पनि पेन्सन आउँदैन नै भन्छ सर। हेर भाइ, यो पेन्सन नआउने भन्ने चाहिँ हल्ला मात्रै हो। खासमा कुरो के हो भन्दाखेरि निवृत्तिभरण कोष ऐन 2075 बमोजिम योगदानमूलक निवृत्तिभरण व्यवस्था अनुसार मिति 2076 साउन 1 गते पछाडि जागिर खाने तिमीहरू प्रहरी कर्मचारीको हकमा तिमीहरूकै मासिक तलबबाट 6% रकम कट्टा गरी सोको 7% रकम नेपाल सरकारबाट समेत थप भएको हुन्छ र थप भएको सबै सम्पूर्ण रकमको ब्याज र कोषको मुनाफा समेत सञ्चय कोषमा छुट्टै पेन्सन खातामा जम्मा हुन्छ र जागिर अवधि कम्तीमा 20 वर्ष पुगेपछि अवकाश निस्कन चाहेमा उक्त रकमबाट पेन्सनको रूपमा मासिक आजीवन पेन्सन पाइन्छ। अनि कसरी भयो त पेन्सनको व्यवस्था? मैले त पेन्सन नै पाउँदैन होला भन्ने बुझेको थिएँ सर। मैले त गलत बुझेको रहेछु नि। बल्ल आज म छर्लङ्ग भएँ। अब म यो कुरा सबैजनालाई बुझाउँछु सर। हो नि, यो कुरा धेरैलाई बुझाउनु जरुरी छ। निवृत्तिभरण पाउने कर्मचारीको हकमा प्रत्येक 3 वर्षमा खाइपाई आएको रकममा 10% का दरले 5% वृद्धि समेत हुँदै जान्छ। हल्लाको भरमा जागिर छोड्दा धेरैले पछुताउनु परेको छ। हाम्रो जागिर भनेको त जागिर मात्र नभएर एउटा नागरिकप्रतिको सेवा पनि त हो। तत्काल हेर्दा हातमा धेरै पैसा नपरे पनि हामीलाई धेरै किसिमको सेवा सुविधा छ। त्यसैले जागिरलाई त सुनौलो अवसर रूपमा लिनुपर्छ। बुझ्यौ तिमीले? अनि 20 वर्षभन्दा अगाडि नै जागिर छोड्यो भने चाहिँ के हुन्छ नि सर? 20 वर्षभन्दा अगाडि नै जागिर छाडेमा कोषमा जम्मा भएको रकम कोषले आर्जन गरेको आम्दानी र ब्याज समेत एकमुष्ट प्राप्त हुन्छ। अनि यो नियम चाहिँ नेपाल प्रहरीलाई मात्र लागू नभएर विक्रम सम्वत 2076 साल साउन 1 गते पछाडि नेपाल सरकारको स्थायी नियुक्ति लिने सम्पूर्ण कर्मचारीलाई लागू हुन्छ। हो र सर, अब त मैले धेरै कुरा बुझेँ। अवकाशपछि बिरामी बिदा पैसा, घर बिदाको पैसा, औषध उपचार खर्च पनि पाइने र आफ्नो परिवार बिरामी भयो भने नेपाल प्रहरी अस्पतालमा उपचार गर्न पनि पाइने। फेरि कम्तीमा 20 वर्ष प्रहरीमा सेवा गरे योगदानको आधारमा आजीवन पेन्सन पनि पाइने रहेछ नि, होइन सर? अब त म कहाँ जागिर छोड्छु र? अब त बरु प्रहरी सेवामै लागेर आफ्नो वृत्ति विकासमा ध्यान दिन्छु नि सर। ठिक भन्यो। पेन्सन पाइँदैन भन्ने भ्रम धेरैलाई रहेछ।